नेपाल क्रिकेट सङ्घ क्यानले आगामी आइसिसी पुरुष टी20को लागि प्रारम्भिक टोली घोषणा गरेको छ। आइतबार क्यानले 24 खेलाडीलाई पहिलो चरणको लागि बोलाएको छ। क्यानले बोलाएको सूचीमा उपाधि विजेता लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलसहित उपविजेता भएको सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारी र बलर अविनाश बोहरालाई पनि कल गरिएको छ। यस्तै इमर्जिङ प्लेयर शेर मल्लले पनि स्थान बनाएका छन्। खराब प्रदर्शन गरेका ललित नारायण राजवंशीलाई पनि प्रशिक्षक स्टुअर्ट लले मौका दिएका छन्। अनिल कुमार शाहले भने स्थान पक्का गर्न सकेनन्। विनोद सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीको तेस्रो स्थानमा रहेका थिए। उनले 9 इनिङमा 264 रन बनाएका थिए। रोहितले भने 276 रन बनाएर दोस्रो स्थानमा थिए। पोखराका विदेशी खेलाडी एडम रोसिङटनले 323 रन बनाएका थिए। विनोदले एनपिएलमा जस्तोसुकै प्रदर्शन गरे पनि त्यसले राष्ट्रिय टिमको छनौटमा भने केही फरक नपर्ने दाबी गरेका थिए। बलिङतर्फ अविनाशले सन्दीप लामिछाने र शेर मल्लसँगै समान 17 विकेट लिएका थिए। सन्दीप शीर्ष स्थानमा रहँदा ब्याक जितेका थिए। त्यस्तै अविनाश भने दोस्रो स्थानमा थिए। नेपालले विश्वकपमा 2 पटक च्याम्पियन वेस्ट इन्डिजसँगै इङ्ल्यान्ड, बङ्गलादेश र इटालीसँग खेल्ने तालिका सार्वजनिक भएको छ। यो पटकको विश्वकप भारत र श्रीलङ्कामा आयोजना हुँदैछ। टोलीमा रोहित कुमार पौडेल, विनोद र अविनाशसँगै दिपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरबी, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, ललित नारायण राजवंशी, लोकेश बाम, आरिफ शेख, आदिल आलम, करण केसी, साफ आलम, शेर मल्ल, भीम सार्की, इसान पाण्डे, बासिर अहमद, प्रति जीसी र रूपेश कुमार सिंहले प्रारम्भिक टोलीमा स्थान बनाएका छन्। यसपटक भने नयाँ प्लेयरका रूपमा विनोद भण्डारी, त्यस्तै आदिल आलम र शेर मल्ल, इसान पाण्डेले टिममा स्थान बनाएका छन् भने जनकपुर बोर्ड्सबाट खेलेका जनकपुरका कप्तान अनिल शाहले भने टिममा स्थान बनाउन सकेनन्।